गर्नु पर्यो फक यु GoPro अब चाहिँ कस्तो व्हीली हान्नै मन लाग्दैन कि यो बाइकमा त झन् ए साला चोर त फटा त साले फटा So this is the sticker that we are going to install on the tail light. Modifications haru pani illegal चाहिँ हुन्छ है ट्राफिकले हेर्यो भने चाहिँ हजुरहरुलाई चिट काट्न सक्छ अफ गरेपछि चाहिँ पुरै ब्ल्याक देखिन्छ Hello everyone. Welcome back to a brand new video. Welcome back to my channel and welcome back to a brand new vlog. So yeah, अहिले चाहिँ म 0 माइल जाँदै छु त्यो टेल लाइटको स्टिकरिङ गराउनलाई अस्ति नै बाँकी बसेको थियो नि जुन टेल लाइट मर्यो फक यु GoPro प्लिज GoPro यार वर्क यार सो आज चाहिँ म फुल राइडिङ गियरमा छु हेर्न सक्नुहुन्छ हजुरहरूले इच एन्ड एभ्रिथिङ ग्लोभ्स राइडिङ ज्याकेट एन्ड सुज सबै लगाएको छु आज सो या त्यही नै हो आजको काम हेरौँ भोलि चाहिँ विश्वकर्मा पूजा छ त्यही भएर चाहिँ म बाइकलाई चाहिँ फुल अन रेडी बनाइदिउँ भन्ने विचारमा थिएँ अब हेरौँ त्यहाँ कतिको भिड छ आज त भिड अभियसली कुरा हुन्छ नै होला अब लेट्स सी त्यही गएर थाहा हुन्छ सो लेट्स पप अ व्हीली नाउ धेरै दिनपछि आफ्टर लङ टाइम लेट्स ट्राई Oh, didn't happen that well. अब चाहिँ कस्तो व्हीली हान्नै मन लाग्दैन कि यो बाइकमा त झन् पहिला त कस्तो मजा आउँथ्यो सुरुमा जबरजस्ती हान्दिन्थ्यो मैले आज स्टिकर पसल पनि लास्टै भिड छ जस्तो छ हेर्दाखेरि त त्यस्तै लाग्छ खाली नै छैन त यार आज त ओए साला चोर त फटा त साले फटा तँलाई मैले कहाँ खोजेको त यहाँ आएर बसेको हो नि फोन के गर्नु हो त्यहाँ बस्ने मान्छे त्यहाँबाट सिधै कहाँ पुगेको रे कामै छोडिदिएको रे तैँले सो दिस इज द स्टिकर द्याट वी आर गोइङ टु इन्स्टल अन द टेल लाइट अहिले चाहिँ क्लिन भइरहेको छ यो पुरै टेल लाइटै छोप्ने हो कि यहाँ तलको भाग पनि यो सबै यसमा बत्ती बालेपछि मात्रै देख्छ क्या ट्रान्सप्यारेन्ट त ट्रान्सप्यारेन्टै छ लेट्स इन्स्टल एज यु गाइज क्यान सी हेर्न सक्नुहुन्छ स्टिकरिङ चाहिँ भयो अलिकति साइडमा यस्तो ग्यापमा चाहिँ सिराउन गाह्रो भयो च्यानलै खोल्नु पर्थ्यो बट स्टिल यतापट्टि पनि अलिअलि लिक छ लाइट अन नगर्दा चाहिँ यस्तै देखिन्छ फुल ब्ल्याक है अन गरेपछि चाहिँ मजाले देखिन्छ इग्निसन अन गरेपछि सो अब हेर्न सक्नुहुन्छ यतिको देखिन्छ अनि लाइट लिक चाहिँ यहाँबाट भइरहेछ कि अलिअलि यहाँ चाहिँ स्टिकर छिराउनै गाह्रो भयो प्यानलले गरेर यतापट्टि पनि सेम छ अलिकति गाह्रो भएको छ सो ऱ्यापिङ चाहिँ भयो भिजिबिलिटी बढी चाहिँ घट्दैन अलिकति घट्छ थोरै डिम हुन्छ सो लाइट अन गरेपछि बल्ल देखिन्छ है स्टिकर चाहिँ अफ गरेपछि चाहिँ पुरै ब्ल्याक देखिन्छ सी सो या हजुर हो मन पर्यो ए बाहिरको बाइक यार भाइ सो या नाउ लेट्स गेट गोइङ स्टिकर पसल चाहिँ यही हो स्टिकर पसल नै नाम चाहिँ स्टिकर पसलको बजारमै छ हेर्न सक्नुहुन्छ दिस इज 0 माइल चौक अनि यही छ स्टिकर पसल चाहिँ अनि काम चाहिँ भइसक्यो स्टिकर चाहिँ मैले नै लिएर आएको थिएँ सो 50 रुपिस चाहिँ चार्ज लियो हालेको आफ्नै चिनेको भाइ थियो जुन भाइले मेरो स्टिकर पहिला हाल्थ्यो त्यही भाइ यहाँ आइसकेको रहेछ कि काम गर्नलाई सो अब घरतिर लागौँ है त या दिस इज द नेक्स्ट डे है हेर्न सक्नुहुन्छ स्टिकरिङ यो ब्याक लाइटमा मैले गराएको हो अहिले चाहिँ गर्मी धेरै भएर मजाले टालेकै छैन कि उकिन थालिसक्यो बट या जुन दिन उकिन्छ फेरि टालिदिउँला सो यस्तै नै छ अहिले हालत धेरै नै गर्मी भएर हेर्न सक्नुहुन्छ घाम कति चर्को छ सो त्यसले नै गरेर स्टिकरिङ मजाले बसेको छैन एन्ड या त्यो राति चाहिँ फेरि GoPro ह्याङ भएर फेरि रेकर्डै गर्न पाएन कि आउट्रो एन्डिङ चाहिँ स्टिकरले चाहिँ खासमा हजुरहरूको ब्याकलाइटलाई चाहिँ यस्तो बनाइदिन्छ फुल्ली डार्क है त ब्ल्याक ग्लसीमा अनि ब्याकलाइटको यो लाइक इग्निसन अन गरेपछि चाहिँ बल्ल यो ब्याकलाइट बलेको देखिन्छ रातिघरि चाहिँ नर्मलै हुन्छ अलिकति डिम हुन्छ सो द्याट्स द थिङ है त मोडिफिकेसन्सहरू पनि इलिगल चाहिँ हुन्छ है ट्राफिकले हेऱ्यो भने चाहिँ हजुरहरूलाई चिट काट्न सक्छ इफ ध्यान दियो भने ध्यान दिएन भने चाहिँ चिट काट्न चाहिँ पर्दैन अनि डर पनि हुँदैन ट्राफिकको इफ ध्यान दिएर हेऱ्यो भने चाहिँ चिट काट्छ है त ट्राफिकले सो बी अवेर अबाउट द्याट है त इज ह्याभ एनी क्वेसन्स रिगार्डिङ दिस स्टिकर है अनि यो ब्याकलाइटको बारेमा यो स्टिकरिङको बारेमा केही क्वेसन छ भने कमेन्ट डाउन गर्नु होला म सबै एन्सर गरिदिन्छु फिल फ्री टु कमेन्ट द्याट वाज अल अफ इट फर दिस भिडियो है एन्ड आई होप यु गाइज लाइक दिस भिडियो If you guys did, please like this video and please subscribe to my channel and please share it with your friends जो जोलाई यो ब्याकलाइटको मोड गर्न मन छ एन्ड
Yeah, that was all of it for this video. I'll see you guys in the next one. Till then, ride safe, ride hard, and always wear your riding gears, always wear your helmet. Never forget it, है त जति जे भने पनि हेलमेट चाहिँ नबिर्सिनु होला. Ride safe है त guys. Ride within your limits, and catch you guys in the next one. Till then, peace out.